मात्र 1,25,00,000 यो तिलोत्तमा नगरपालिकाको वार्ड नम्बर 3 यो सीतारास मिल चोकबाट थोरै पश्चिमपट्टि साइडमा हामी आज यो घर ह्यान्डओभर गर्दैछौँ। आजभन्दा 13 महिना अगाडि स्टार्ट गरी आज यो घर ह्यान्डओभरको लागि तपाईँले देख्न सक्नुहुन्छ कति शानदार रूपमा सजिएको छ। र यो घरको वाकथ्रु फुल भिडियो म हजुरलाई यो देखाउन गइरहेको छु र यो घरको यो वाकथ्रु फुल भिडियो हजुरले पक्कै पनि अन्तिमसम्म हेर्नुहुनेछ भनेर अपेक्षा पनि गरेको छु है त। फलो मी। आउन साथै हजुरले देख्न सक्नुहुन्छ यो अलिकति ल्याभिस पार्किङको स्पेस देख्न सक्नुहुन्छ। यहाँ टक्क एसयुभी गाडी मजाले अट्न सक्छ, यहाँ हाइलक्स पनि अट्न सक्छ। एकदम ग्रान्ड पार्किङको स्पेस रहेको छ र पार्किङसँगै यहाँ देख्न सक्नुहुन्छ हजुरले साइडमा एउटा हाम्रो मेन डोर सजिएको छ। मेन इन्ट्रान्सबाट आउन साथै हामी ग्राउन्ड फ्लोरको लिभिङ हलमा प्रवेश गर्छौँ। यो रहेको छ लिभिङ हल। शानदार लिभिङ हलमा हजुरलाई यो लिभिङ हलले यसरी स्वागत गरिरहेको छ कि एकदम वेलकमिङ फिल भइरहेको छ हामीलाई यहाँ आउन साथै। र यो लिभिङ हलसँगै यो लिभिङ हलको अपोजिट साइडमा हामी स्टेयरकेस डेभलप गरेका छौँ। जुन स्टेयरकेसको बारेमा भन्नुपर्दाखेरि रेलिङमा हामी यसलाई वुडन युज गरेको छौँ, नेचुरल पलिस गरेर यसलाई हामी वुडनको रेलिङ हामीले प्रयोग गरेको छौँ। र ट्रेड र राइजरमा हामी ग्रेनाइट र टाइल्सको कम्बिनेसनमा यो खालको टेक्सचरमा हामीले स्टेयरकेसलाई सजाएको छौँ। र स्टेयरकेसको तलपट्टिको भागलाई जसरी पनि यसलाई हामी युटिलाइज गर्न सक्छौँ, जसरी एउटा काउचहरू पनि राखेको छौँ। यो अझै यसको कन्सेप्ट अझै यसको पेन्डिङ नै रहेको छ। यसलाई हामी छिटै यसको पनि कम्प्लिट डेकोरेसन गर्नेछौँ। र तपाईँ आउन सक्नुहुन्छ किचन अब यस्तो टाइपले यहाँ बनेको छ कि लिभिङ र किचन प्यारलल छ। जस्ट यो एउटा टिभी युनिटको पार्टिसनले यहाँ हामी यसलाई सेपरेट गरेको छौँ, जहाँ पाउन सक्नुहुन्छ तपाईँले 6 सिटर डाइनिङ टेबलको साथमा यो शानदार मोडुलर किचन। यो मोडुलर किचनमा यति फ्री स्पेस रहेको छ कि यहाँ मजाले तपाईँ आफ्नो सानोतिनो घरमा हुने खालका कार्यक्रमहरू पनि तपाईँले मजाले यो किचनबाट तपाईँहरूले उम्काउन सक्नुहुन्छ। र यहाँ रहेको छ डबल खानावाला यो सिङ्क रहेको छ। र हामीले यसमा यो खालको एउटा ट्याप युज गरेको छौँ जुन युटिलिटीको रूपमा तपाईँलाई डिसवास गर्दा इजी हुने खालको यो पनि रहेको छ। र हजुरलाई मैले यो घरमा एउटा भन्नै पर्ने कुरा, यो घरको किचनबाट बाहिरपट्टि हामीले एउटा यति राम्रो स्पेस निकालेको छौँ कि जहाँ तपाईँले आफ्नो किचनको केही स्टोरेजको रूपमा पनि बनाउन सक्नुहुन्छ र आफ्नो केही किचनको ठुल्ठुलो भाँडाहरूलाई हामी सरसफाइ गर्नको लागि पनि यो स्पेसमा हामी युज गरेर यसलाई प्रयोग गर्न सक्छौँ। र अर्को हजुरलाई मैले एकदम भन्नुपर्ने कुरा, एकदम युनिक पार्ट, यो डाइनिङ टेबलमा पनि बसेर तपाईँले यो टिभी हेर्न सक्नुहुन्छ। तपाईँ लिभिङ हलको सोफामा बसेर पनि तपाईँ टिभी हेर्न सक्नुहुन्छ। कसरी? ल हेर्नुहोस् यसरी। यसलाई हामी एउटा रोटेटिङ टिभी क्याबिनेट, एउटा हामी एकदम रोटेटिङ डिजाइन कन्सेप्टमा यसलाई हामी डेभलप गरेका छौँ। यस्तो टाइपको यो रहेको छ। यता तपाईँ अब डाइनिङमा बसेर पनि यो टिभी हेर्न सक्नुहुन्छ अनि तपाईँ यता अब लिभिङमा आएर पनि तपाईँ टिभी हेर्न सक्नुहुन्छ। ल हेर्नुहोस्, यो खालको कन्सेप्टमा हामी यसलाई डेभलप गरेको छौँ। र तपाईँले पाउन सक्नुहुन्छ यो फ्लोरमा 2टा बेडरुम देखिराख्नु भएकै छ। र यो स्टेयरकेसको लेफ्ट ह्यान्ड साइडमा एउटा कमन बेडरुम रहेको छ जसमा एट्याच टोयलेट बाथरुम छैन, जुन लेफ्ट साइडमा रहेको छ। र यसैको राइट साइडमा एउटा स्टोरेज, एउटा कमन टोयलेट बाथरुम र एउटा मास्टर बेडरुम यसरी प्लेस गरेको छौँ। यो रहेको छ स्टोरेज, जुन घरको हामीले यसलाई स्टोरेजको रूपमा प्रयोग गर्न सक्छौँ। ग्राउन्ड फ्लोरको लागि किचनको हुनसक्यो, जे पनि हुनसक्यो यस्तो खालको। र यो रहेको छ एउटा कमन टोयलेट बाथरुम जो चाहिँ कमन युजको लागि हामीले डेभलप गरेका छौँ। यो रहेको छ ग्राउन्ड फ्लोरको कमन टोयलेट बाथरुम। र कमन टोयलेट बाथरुमको बाहिर हामी एउटा डाइनिङ पनि नजिक भएको हिसाबले र अलिकति ओपन यो तपाईँको अलिकति पब्लिक एरिया जस्तो पनि भएको हिसाबले हामी एउटा यस्तो खालको बेसन पनि यहाँ हामी यस्तो डेभलप गरेका छौँ यो क्याबिनेट सहितको। र अगाडि मुभ गऱ्यौँ भने यो हाम्रो रहेको छ मास्टर बेडरुम। यो रहेको छ मास्टर बेडरुम। ल हजुरहरूलाई मैले ग्राउन्ड फ्लोर देखाइसकेँ। यो ग्राउन्ड फ्लोर करिब 1150 स्क्वायर फिटमा यो डेभलप भएको छ। यसको जग्गा रहेको छ 10 धुर। अब यसको हामी फर्स्ट फ्लोर पनि सेम त्यही एरिया छ र टपमा चाहिँ एउटा मात्र बेडरुम छ जहाँ बाथटब पनि छ है। हेर्न नबिर्सनु होला, लास्टसम्म हेर्नु होला। म तपाईँलाई यो घरको टपसम्म सबै भिडियो डिटेलमा देखाउनेछु। ल आउनु। यो रहेको छ शानदार वुडन रेलिङसित सजिएको
टाइल्स र ग्रेनाइटको कम्बिनेसनमा यो भर्याङ जुन तपाईँले देखिराख्नु भएको छ एकदमै वेलकमिङ फिल भइरहेको छ। यसमा लागेको यो ग्रेनाइट पनि एकदम एस्थेटिक किएको छ र हजुर आउन साथै फेरि अर्को यहाँ आउँछ फ्यामिली लाउन्ज। यो रहेको छ हाम्रो पारिवारिक जमघट। यहाँ तपाईँले टक्क काउच राखेर बस्न मिल्छ। यहाँबाट नजिकै हाम्रो फ्रन्टमा देखिएको हाम्रो कमन ट्यारेस पनि छ जहाँ तपाईँ स्लाइडिङ डोर टक्क खोलेर आफ्नो यो कमन ट्यारेसमा पनि आउन सक्नुहुन्छ। र यो कमन ट्यारेसमा पनि हामीहरूले यसरी यसलाई डिजाइन गरेका छौँ कि रुफमा टफन छ, रेलिङमा पनि टफन छ, चट्ट बसेर बाहिर चिल आउट गर्ने खालको यो स्पेस रहेको छ। यसलाई पनि तपाईँहरूले देख्न सक्नुहुन्छ। र यो स्पेससँगै देख्न सक्नुहुन्छ यो मेरो साइड लेफ्ट साइडमा एउटा कमन बेडरुम। यहाँबाट गएपछि ग्राउन्ड फ्लोरको जहाँ हामी मास्टर बेडरुम राखेको थियौँ त्यही नै फेरि अर्को एउटा मास्टर बेडरुम र अर्को यो साइडमा तपाईँहरू ओपन भएको देखिराख्नु भएकै छ। यो भयो एउटा कमन बेडरुम। यो कमन बेडरुममा एउटा वार्डरोब बेड सजिएको छ। यसको आफ्नै पर्सनल बाल्कोनी पनि छ पछाडि। यसको आफ्नै एउटा पर्सनल बाल्कोनी पनि राखेको छ। टक्क एउटा पछाडिपट्टि यो हाम्रो वेस्ट साइडमा टक्क बसेर चिल आउट गर्न मिल्ने खालको यो स्पेस पनि बाल्कोनीको रहेको छ। अब हामी मास्टर बेडरुम हेर्छौँ। यसको यो फ्लोरमा मास्टर बेडरुम चाहिँ ग्राउन्ड फ्लोरकै मास्टर बेडरुमको माथि मास्टर बेडरुम रहेको छ र मास्टर बेडरुम जानुभन्दा अगाडि चाहिँ यहाँनिर कमन टोयलेट पनि रहेको छ। यो रहेको छ कमन टोयलेट। दुईवटा कमन बेडरुमको युजको लागि हामी यो कमन टोयलेट यहाँ राखेको छ जहाँ कमन टोयलेट बाथरुम नै रहेको छ। ग्राउन्ड फ्लोरमा जहाँ एउटा मास्टर बेडरुम छ त्यही बेडरुमको माथिपट्टि अर्को एउटा यो मास्टर बेडरुम यहाँ डेभलप भएको छ जहाँ देख्न सक्नुहुन्छ यहाँ बेड, वार्डरोब, एट्याच टोयलेट, बाथरुम सबै सजिएको छ। र साथसाथै हामी यो ग्राउन्ड फ्लोर पछि फर्स्ट फ्लोर पछि अबको नेक्स्ट माथिको यो टप फ्लोरमा एउटा हामी कमन बेडरुम राखेको छौँ र अलिकति लन्ड्री स्पेस र अलिकति हामी त्यहाँ एउटा बाथटब पनि राखेको छौँ। त्यो बाथटब सेपरेट र एउटा कमन टोयलेट बाथरुम पनि सेपरेट र बाहिर बचेको एउटा एरियामा ओपन ट्यारेस गरी हामी फ्लोरलाई डिजाइन गरेको छौँ। फलो मी, म हजुरलाई देखाउँदैछु। र हामी यो वाइड आउने गरी जुन यो स्पेस बनेको छ यसमा हामी एउटा टपमा झुमर पनि यहाँ प्लेस गरेका छौँ जुन झुमरले अलिकति राम्रो एस्थेटिक फिल दिइरहेको छ। फर्स्ट फ्लोरमा आउन साथै हजुरहरूले प्राय घरहरूमा एउटा कुरा ख्याल गर्नुभएकै होला, जुन स्टेयरकेसबाट बाहिर निस्किसकेपछि बचेको ट्यारेसबाट बेडरुमहरूमा जाने ओपनिङ राखेको प्राय देखिन्छ र पुरानो घरहरूमा देखिन्छ। तर यो घरमा त्यो राखेको छैन। त्यसले गर्दा विभिन्न खालका समस्याहरू जस्तै रेनी सिजनमा तपाईँको प्राइभेसीको कुराहरूमा धेरै कुराहरूलाई त्यसले अब्स्ट्याकल्स ल्याउँछ। त्यस कारणले गर्दा हामी यही स्पेसबाट एउटा ग्यालरी डेभलप गरेर यहीँबाट हामी टपमा रहेको कमन बेडरुममा जाने स्पेस डेभलप गरेका छौँ र बाहिरको यो ओपन एरियामा लन्ड्रीको वासिङ मेसिन प्लेस गरेका छौँ। यहाँ एउटा कमन एउटा बेसिन पनि हामी प्लेस गरेका छौँ र एउटा कमन टोयलेट बाथरुम पनि हामी प्लेस गरेका छौँ जुन ट्यारेसमा प्रयोग भइरहेको बेलामा पनि ट्यारेस प्रयोग भइरहेको बेलामा पनि यसलाई प्रयोग गर्न सकिन्छ र यो कमन बेडरुमको जसले युज गर्नुहुन्छ उहाँको लागि पनि यो प्रयोग गर्न सकिने गरी यसलाई डेभलप गरेका छौँ। र हामीले एउटा सबैजनाको लागि यो कमन बेडरुमले प्रयोग गर्ने कमन टोयलेटसँगै एउटा सेपरेट बाथटबको पनि एउटा हामीले स्पेस डिजाइन गरेका छौँ जुन बाथटब जति बेला पनि जसले पनि यसलाई प्रयोग गर्न सक्नुहुन्छ। यो कमन बाथटब जस्तै यो घरमा सबैजनाको लागि प्रयोग गर्नलाई एउटा बाथटबको स्पेस पनि हामी डेभलप गरेका छौँ र सँगै मैले अघि नै भनिसकेँ यसको साथसाथै एउटा कमन बेडरुम पनि यहाँ रहेको छ। र यो भित्रको यो स्पेसबाट अब एउटा यस्तो ढोका राखेको छौँ जुन ढोकाबाट बाहिर निस्किसकेपछि तपाईँ अब ओपन ट्यारेसमा जान सक्नुहुन्छ। यो रहेको छ ओपन ट्यारेस जहाँ एउटा हामी मन्दिरको पनि प्लेसिङ गरेका छौँ। एउटा मन्दिर घरको एउटा टेम्पलको लागि एउटा यो कर्नरमा
हामी टेम्पल पनि राखेको छौँ र ओपन यो ट्यारेस छ जहाँ यस साइडतिर फर्केको छ। एकदमै यो गर्मी बुटवलको ठाउँमा शीतल चिसो हुन्छ यो ठाउँ। गर्मीमा पनि दिउँसोमा मजाले बस्न सकिने खालको यो स्पेस रहेको छ र यसको माथि हामी वाटर ट्याङ्कहरू सोलरहरू प्लेसिङ गरेका छौँ। जहाँ जानको कनेक्टिभिटीको लागि हामी यो स्पाइरल यो आइरनको स्टेयरकेस हामी प्रयोग गरेका छौँ। यो रहेको छ टेम्पल। र हजुरहरूले यस्तै सुन्दर घरहरू हेर्नका लागि र बिल्ड संसार नेपालले बनाएका आफ्ना यस्तै सुन्दर डिजाइन र निर्माण गरेका प्रोजेक्टहरू हेरिराख्नका लागि यो बिल्ड संसार नेपालको यो युट्युब च्यानललाई हजुरहरूले सब्सक्राइब गरिदिनु होला र यो भिडियोलाई लाइक सेयर गरी आफ्नो फिडब्याक छोडिदिनलाई नबिर्सिनु होला। हजुरहरूको फिडब्याकले नै हामी यो कम्पनीलाई अगाडि बढाउनको लागि अझै दक्ष बनाएर अगाडि बढाउनको लागि हामीलाई चाहिँ धेरै मद्दत गर्ने गर्छ। हजुरहरूको फिडब्याक हामीहरूलाई एकदम महत्त्वपूर्ण रहन्छ। थ्याङ्क यू।